विश्वका प्रमुख धर्महरूले कर्ममाथि विश्वास गर्छन्। मोक्ष पाउनु, मुक्ति पाउनु अनि निर्वाण प्राप्त गर्नको निम्ति असल कर्म गर्नुपर्छ भनी उहाँहरूले भन्छन्। याकुबको पुस्तक 2 अध्यायको 14 देखि 26 मा हामीले हेर्यौं भने याकुबले पनि यहाँ विश्वास अनि काम दुवै सँगसँगै हुनुपर्छ भन्ने आह्वान गरेको छ। हामी आफूलाई विश्वासी भन्छौं भने हामीले काम पनि गर्नुपर्छ। यो कस्तो खालके काम हो भन्दाखेरि याकुबको पुस्तक ग्रीक भाषामा लेखेको कारण यो कामलाई चाहिँ इर्गा भनिन्दो रहेछ अनि जसलाई हिब्रूमा चाहिँ मा असिम भनिन्दो रहेछ। अनि यो मा असिम भनेको चाहिँ वर्क अफ ओबिडियन्स, आज्ञाकारिताको कर्म। यो कस्तो खालके कर्म, आज्ञाकारिताको कर्म भन्दाखेरि मत्ती 22 अध्यायको 37 मा हामीले हेर्यौं भने प्रभु येशूले भन्नुभएको छ, तैले आफ्नो परमेश्वरलाई सारा मनले, प्राणले, हृदयले अनि शक्तिले अनि समझले प्रेम गर, अनि दोस्रो आफ्नो छिमेकीलाई आफैसँग चाहिँ प्रेम गर। सो आज याकुबले भन्न चाहनु भएको कर्म चाहिँ आज्ञाकारिता हो, जुन आज्ञाकारिता चाहिँ यी दुई आज्ञाहरूमा चाहिँ बेस्ड भएको छ। सो आज हामीले आफूलाई विश्वासी भन्छौं भने अनि म प्रभु येशूमाथि विश्वास गर्छु भन्छौं भने विश्वास चाहिँ हाम्रो कर्ममा झल्किन्छ अनि यो कर्म चाहिँ आज्ञाकारिता हो। यही आज्ञाकारिताले गर्दा हामीलाई सोशल काम गर्न, अरूहरूलाई सघाउनमा सहायता गर्छ। जसै यस अध्यायमा राहाब वेश्यालाई पनि उसको कर्मद्वारा विश्वासी गनिएको छ। अब्राहमलाई उसको वर्क अफ ओबिडियन्सद्वारा कर्म गनिएको छ, विश्वासी गनिएको छ। त्यसैकारण आज तपाईँ अनि मलाई याकुबले यही आह्वान गर्छ, हामी विश्वासी मात्र होइन तर आज्ञाकारिताको कर्ममा अगाडि बढ्दैछौँ। जय मसीह।